हाई एभ्रिवान गुड आफ्टरनुन। सो गाइस हेर्नुहोस् न, आज चाहिँ हामी चाहिँ मकै भुटेर खानु आँटेको हो गाइस। यो चाहिँ हो अर्ग्यानिक मकै हाम्रो बारीको। यहाँ चाहिँ करे बसलिरहेको छु। अन्त यहाँ चाहिँ छ मेरो बहिनी सुवर्णा, सरम माने गरे यसले चाहिँ प्याज काट्दैछ हो, प्याज र खोर्सानी हालेर खाने। अन्त यो चाहिँ हो प्रियन्सिकाको लागि चाहिँ, यो चाहिँ म सिटी लगाइदिन्छु, बोइल गरेर दिन्छु हो। हामी चाहिँ भुटेर खान्छ आज। बादमा देखाउँछु ल गाइस, हेर्नुहोस् ल। गाइस हेर्नुहोस्, यतिको रातो भइसक्यो। अब चाहिँ हामी हाल्नुपर्छ, के हाल्नुपर्छ भन्दा प्याज र खोर्सानी हाल्नुपर्छ हो। अब हाल्दा हुन्छ कि एकछिनमा हाल्नु? एकछिनमा हाल्नुपर्छ, एकछिनमा अब एकछिन भुट्नुपर्छ यसलाई हो। अन्त त्यहाँपछि चाहिँ लास्टमा हाल्नुपर्छ एकछिन छोड्नुपर्छ। सो गाइस अब चाहिँ हाम्रो मकै यहाँ चाहिँ रेडी भइसक्यो। अन्त यहाँ चाहिँ चिया छ, यहाँ चाहिँ बहिनी छ हो, यहाँ चाहिँ चुमो हो। अन्त हेर्नु त आज चाहिँ पानी यस्तो मजाले पर्दैछ कि, आज चाहिँ वेदर पनि यस्तो दामी भइरहेछ। हेर्नुहोस्